सो हाम्रो घर चाहिँ यस्तो यो ढुङ्गा माटोको हो तर बाहिरबाट चाहिँ प्लास्टर गरेको। गाउँमा आउन पाएको छैन यहाँ चाहिँ मेरो के बिज्यो म त वर्षै बसिस क्या भन्छ म वर्ष बस्दैन के 6 महिना खै लो गरम त जीवा ल म भन्दा 15 वर्ष कान्छी हो के। हेलो गाइजहरु सो हेलो वेलकम ब्याक माई न्यू ब्लग साथीहरु फेरि पनि स्वागत छ एउटा नेक्स्ट डेको भिडियोमा। नेक्स्ट डे न्यू ब्लगको साथ फेरि आइसकेको छु एउटा नयाँ भिडियो लिएर सबैजनालाई स्वागत छ। अनि हिजो रात चाहिँ म फाइनल्ली घरमा आइसकेको थिएँ अनि पछि अहिलेको टाइम चाहिँ 12 बजिसकेको छ र 12 बजीसम्म यो ओछ्यानमा सुतेको थिएँ अनि यसरी टिभी हेर्दै थिएँ आफ्नो भ्लगहरू। जे होस् घरमा चाहिँ नयाँ टिभी ल्याउनु भएको रहेछ, खुसी लाग्यो होइन। आमामा रोडहरूमा पेट्रोल पम्पमा अनि पछि के भन्छ अरे यो मन्दिरहरूमा सुतेको बानी होइन। घरमा त पुरै शान्त चिल छ होइन। गाउँै शान्त छ क्या हाम्रो। फेरि हामीले सुत्यो होइन, जाडो हुने रहेछ, सिर कोर्दै सुत्यो। अनि यही यो म सुत्ने कोठा चाहिँ देख्न सक्नुहुन्छ, मम्मी सुत्नुहुन्छ यहाँ चाहिँ। अनि फेरि म घर आयो भने चाहिँ म एक्लै सुत्छु कि यहाँ चाहिँ। हाम्रो गाउँ चाहिँ चट्ट परिका देख्न सक्नुहुन्छ। आमा पुरै गाउँ शान्त छ क्या हाम्रो गाउँ। फेरि थोरै अलगै लेभलको छ। मैले चाहिँ आँसी पनि लिएको छु होइन। अब चाहिँ घाँस काट्न जानु लाग्यो। शान्त एकदम, सब आफ्नो काममा दिनभरि बिहान र बेलुकी। बिहान पनि त्यति साह्रै हुन्न तर बेलुकीमा चाहिँ चट्ट आफ्नो घरमा आउनुहुन्छ, काम गर्नुहुन्छ, खानुहुन्छ, त्यस्तो ठाउँको छ। अनि त्यहाँ तलबाट यहाँ माथि पुगेको छ। अनि यतापट्टि लसुन प्याजहरू तरकारीहरू यो गोपीसोपीहरू लगाएको रहेछन्। अब यहाँ चाहिँ यो माथितिर चाहिँ आलु सालु लाउने भन्नुभएको छ। अनि पछि मेरो साइकलको हालत चाहिँ यहाँ यस्तो मजाले बसिरहेको छ, आराम गरेर जस्ट 9-10 हजार किलोमिटर कुदिसकेर चाहिँ साइकल अहिले शान्त भएर बसेको छ। जे होस् ठिकै छ, हल्का हावा पनि कम भएको छ। अनि पछि चट्ट यतापट्टिको भान्साघर यतापट्टि देख्न सक्नुहुन्छ। यो भड्डुमा यस्तो खाना पाक्छ, यस्तो चुलोमा खाना पाक्छ। सो अब चाहिँ भित्र भान्सेकुटा पनि यो छ हाम्रो भान्सेकुटाको नजारा। दुनियाँ चाहिँ यहाँ चाहिँ ग्यास चाहिँ अलि बिग्रिरहेछ, छैन छ अहिले चाहिँ हाम्रो घरमा होइन। सबै गाउँतिर चाहिँ यस्तो हुन्छ क्या, बाहिरबाट हेर्दा चाहिँ अलिक कस्तो घर देखिन्छ तर भित्र चाहिँ चट्ट सफा भएको हुन्छ। जे होस् अब घर आएर पनि धेरै खुसी लागेको छ होइन। आमामा सो अनि म हाम्रो घर पनि देखाउँछु होइन। सो हाम्रो घर चाहिँ यस्तो यो ढुङ्गा माटोको हो तर बाहिरबाट चाहिँ प्लास्टर गरेको। अनि टक्क यस्तो बार्दलिनवाला छ होइन। जे होस् कस्तो देखिरहेको छ हाम्रो घर पनि एकताली कमेन्ट गरिदिनु होला। अनि घर अनि मसँग कस्तो देखिएको छ कमेन्ट गरिदिनु होला एकताली। अनि यतापट्टि चट्ट यो कुखुराको खोर रहेछ। अनि यो चाहिँ बाख्रा खोर तर आजभोलि चाहिँ बाख्रा साख्रा केही पनि छैन। अनि बिचरा गोरुहरू त बुढो पो भइछ, यस्तो दामी थियो गोरुहरू तर यिनीहरूले जवानीमा धेरै दुःख गरे। यो चाहिँ एउटा नारे भयो, एउटा नारे। अनि यतापट्टि हाम्रो घर, यता चाहिँ पानी सानी धाराहरू। अनि बेसी साइडमा यस्तै खुर्सानी पनि हुन्छ है हाम्रो घरतिर चाहिँ। जे होस् अब तरकारी सरकारीहरू यस्तो सागसब्जी खुर्सानीहरू भइगयो नि यस्तो चाहिँ किन्न पर्दैन कि गाछ हाम्रो घर पनि मिलेको छ भनौँ न होइन। अनि जे होस् बस्नलाई, जिन्दगी कटाउनलाई, सुखमा खानलाई, रमाउनलाई ठिक छ होइन। त्यस्तो गाह्रो पिरो केही पनि मान्नु छैन। यतापट्टि भाँडाकुँडाहरू पनि चट्ट तरिकाको छ। सो घाँस पनि यसो घाँस काटेको पनि देखाउनु पऱ्यो नि त होइन। गाउँमा आएर अब पहेरातिर लागौँ है त। म चाहिँ हेड माउन्ट लगाउँछु यहाँ। सो मैले चाहिँ यहाँ हेड माउन्ट पनि लगाएँ। अब टक्क यहाँ राख्छु क्यामेरा अनि त्यसपछि घाँस सास काट्न जान्छु। राम्रो जोसमा तरिकामा बनाउँछु, सबैजनाले हेर्नु होला। अब चाहिँ मोबाइल चाहिँ यतै राखौँ। त्यसपछि म पछि एउटा सानो बहिनी छिन्, 15 वर्ष पछि जन्मे, 15-16 वर्ष पछि जन्मेकी बहिनी। तिनी बहिनी जन्मेबाट म घरमा बस्न पाएको छैन। तिनी बहिनी पनि आउँछिन् अहिले। अनि पछि मालदाईले चाहिँ बिहे गर्नुभएको छ। अनि पछि भाउजू अनि मालदाईको सानो नानी भर्खरै जन्मेछिन्, 3-4 महिना भएको छिन्। अनि सबै गरेर हामीले 5 जना फ्यामिली थियौँ, 6 जना नानी, 7-8 जना फ्यामिलीसम्म सबै गरेर है। सानो नानी, भाउजू, दादा बहिनीहरू, आमा बुवा सबै गरेर हामी चाहिँ 8 जना फ्यामिली भइसकेको छौँ हाम्रो घरमा। फ्यामिली पनि म देखाउने छु एक दिन। अनि चट्ट यहाँ चाहिँ हाम्रो घर बाहिर चाहिँ टक्क यस्तो गेटवाला फुल छ। सट्ट गयो भने पखेरा अनि यता तलतिर कालटाडी गाउँ अनि पछि यता माथि लोसे लामी डाँडा भन्ने लामी डाँडा छ। लामी पुरै डाँडातिर गएर पनि एक दिन भ्लग बनाउने कोसिस गर्छु जसरी भए पनि। अनि हाम्रो गाउँतिरको दाजुभाइ अङ्कल आन्टी फुपूसाहरूको पनि कुरा सुनाउनुपर्छ भरे बेलुका। अहिले चाहिँ सबै काममा बिजी हुनुहुन्छ, भरे चट्ट गएर कुराकानी गर्नुपर्छ। सो गाउँमा आउन पाएको छैन यहाँ चाहिँ मेरो के पो बिज्यो आया। सो बुटा चाहिँ यो हो, धेरै ठुलो त छैन तै पनि सानो छ तर सानोमै झ्या हुन्छ फेरि बुटा। फेरि क्यामेरा स्यामेरा नखसोस् है कतै अड्केर। अब चाहिँ आँसीले यस्तो मजासँग बस्ने अनि यहाँ च्वाट काट्ने हो कि। ल गोरुलाई टन्न अगाउन हाल्नु पऱ्यो। नानी चाहिँ पढ्न गएको छिन् अहिले, आउँछिन्।
म चाहिँ घाँस काटेर टन्न खुसी बनाइदिउँ न आज। साथीहरू धेरै गाउँतिरको कामकाजहरू आमामा खुसी लाग्छ गाउँतिर आउँदा। अनि यस्तरी अलि ठुल्ठुलो बुट्टामा पनि चढ्यो होइन आजभोलि हो यस्तो सानो बुट्टाबाट घाँस काटेको। पहिला त अहिले वन खुले होइन कि नत्र नि ठुल्ठुलो बुट्टातिर अब केटाहरू घुम्न गइन्थ्यो रमाइलो हुन्थ्यो। अनि पछि आजभोलि चाहिँ अब त्यस्तो केही छैन। बुट्टाहरू त छ तर त्यस्तो खेल्न जाने केटाकेटीहरू पनि सब कोही छैनन्। ठुल्ठुला पनि हल्लिन जाने क्या हामी वनतिर होइन थियौँ होइन बुट्टामा ठुल्ठुलो दाइहरू पनि जानुहुन्थ्यो रमाइलो हुन्थ्यो गाउँतिर। योबाट यतापट्टि पनि आयो अब यसलाई अनि चुवाट यस्तो नलुसेर काट्नुपर्छ। जति नलुसेर काटे त्यति मजा हुन्छ कि अर्को त अलि राम्रो पलाउँछ कि घाँस चाहिँ। हाँस पनि बब्बाल उद्याएको यस्तो दामी लागेको रहेछ। ल सही हो गाउँतिर काम यस्तै होइन साथीभाइहरू माया गरिदिनु होला भन्न चाहन्छु। यता माथिको डाँडातिरको यहाँ हाम्रो रातटाडीको भन्नुपर्छ बहुत मान्छन् माथिको केटीहरूले बिचरा पाहाडतिर केटीहरूले। अब त्यस्तै त हामीले सहरकोलाई मान्ने अनि अलि माथिको डाँडा पाखाको मान्छेहरूले हामीलाई मान्ने त्यस्तो हुन्छ क्या यहाँउँदी चाहिँ। सो हामी पनि त्यही हो है भन्नुपर्दा चाहिँ। ल अब चाहिँ हाँसी स्त्री टक्क फालिदिउँ। अब चाहिँ झर्नलाई चाहिँ पहिला त खत्रै हो क्या बुट्टामा चढ्ने साथीभाइहरू यस्तरी हो क्या यस्तरी झर्छौँ क्या हामी चाहिँ। सो अब चाहिँ घाँस काट्यो होइन म बुट्टामा दुईवटा बुट्टा चढेर झारेँ। अब चाहिँ यस्तरी चट्ट सिमल्नु पर्थ्यो होइन आमा सिमल्नु पर्छ चट्ट तरिकामा। जति राम्रो सिमल्यो त्यति चट्ट हुने गरे क्या पनि बुट्टाहरू अलि धेरै नै काटे जस्तो मान्थ्यो तर देख्न सक्नुहुन्छ त्यति राम्रो त छैन धेरै त भएन घाँस पनि के हो अब चाहिँ घाँस चाहिँ यति भयो जे भयो नि तिनवटा गोरुले आधा गरेर हुन्छ। अलि पछि पनि आउँछु म यो साइडमा काट्ने चाहिँ। हुन त अरू 2 दिनलाई पनि राख्नुपर्छ घाँस त धेरै चाहिँ रहेनछ यता चाहिँ। सो अब चाहिँ यति घाँसलाई लगेर खिलाइदिउँ है त गोरुहरू पनि भोकाइरहेको होला। सो अब चाहिँ गोरुलाई यो दुईवटा गोरुलाई यता एउटा गोरुलाई चाहिँ यता यो चाहिँ अलिक बिचरा बुढो भएर यसको चाक पुरै तिखो भइसक्यो अब चाहिँ यो दुईवटा गोरु चाहिँ अलिक मोटो रहेछ। जे होस् यिनीहरू त जोत्ने गोरु हो यो पनि बहुत पुरानो गोरु हो तर यस्तो जे होस् बहुत ठुलो काम गऱ्यो। पहिला बहुत हान्थ्यो यो गोरुले। सो गाउँको पनि अलि राम्रै लड्थ्यो होइन साइकल पनि जे होस् ठिकठाकै छ। सो त्यही हो अब आराम गरौँ भने एकछिन। अनि बेलुका पख चाहिँ तलतिर गाउँलीको मान्छेहरूले चाहिँ हाम्रो बाबा मतलब बाबाहरूले चाहिँ ठुलबाबा सानबाबा अनि अङ्कलहरू आन्टीहरू हुनुहुन्छ दादा दाइ भाउजूहरू हुनुहुन्छ पुसाइहरू हुनुहुन्छ उहाँहरूको घरतिर जाउँला होइन के भन्नुहुन्छ उहाँहरूले चाहिँ अब केही बेक त म गएको पनि छैन घर आएर बसिरहेको छु। अब जाउँ होइन हाम्रो गाउँतिरको अङ्कलहरूले के रियाक्सन गर्नुहुन्छ हेरौँ सबैजनाले पनि सुन्नुपर्छ होइन। सो त्यही हो अब चाहिँ भिडियो पनि धेरै लामो बन्छ। म चाहिँ अहिले इन गर्छु भरे बेलुकातिर गाउँतिर यसो डुल्नुपर्छ। अहिले अलिअलि काम त गर्छु तर काम गरेको पनि धेरै के भिडियो बनाउनु त होइन। A few moments later. सो अलराइट एभ्रिवान अहिले चाहिँ तलतिर घुम्न जानु लाग्यो। कस्तो त्यही भन्नाले खै अब के हरा आयो चाहिँ कता सन्चै हुनुहुन्छ ए त्यस्तो फालिदिएको खै के गर्थ्यो मान्छेहरूले दिएको क्या बिर्स्यो भनेर त्यही गर्छ। गाउँतिर यसो देखाइदिउँ भनेको त दिनभरि कामसाम गरेर नुहाइ गऱ्यो होइन अनि लुगासुगा पनि धोइयो अनि घाम चाहिँ यस्तो अँध्यारो भइसकेको छ। अब चाहिँ यसो गाउँतिरको हाम्रो फ्यामिली हाम्रो गाउँको मेम्बरहरूलाई भेट्न जानुपर्छ होइन। अब अलिक तलबाट जाउँ होइन के कस्तो हुन्छ। हामी नानी यति सानो बाटोमा तेरो कम धेरै भिडियो बनाइदिन्छु कति वर्ष भयो नानी अहिले 7 वर्ष हो कि 6 वर्ष 7 वर्ष हो। जब यो हाम्रो नानी जन्मी त्यहाँबाट मभन्दा 15 वर्ष कान्छी हो कि 15 वर्षपछि जन्मेँ कि अनि जब यो जन्मी त्यहाँबाट म धेरै घरमा बसेन। यो कतिखेर जन्मी कतिखेर ठुलो भई कतिखेर बोल्ने भई कतिखेर हिँड्ने भई कतिखेर पढ्ने भई थाहा पाएन मैले भन्छ। सो यो जन्मेपछि म घर त जन्मेपछि म घर धेरै नबसेको नानी। कति वर्ष भयो गरे तिमी 7 वर्ष अनि अहिले कति यहाँ पढ्छौ नि थाहा भएन कति यहाँ पर्छ भनिदेऊ न त हाम्रो यो भ्युअर्सहरूलाई।
दुईमा भनिन्छ अनि थाहा हुन्छ कतिमा भन्नु नराटेर भन्ने होइन त युकेजीमा एकमा ल हाम्रो नानीलाई पढाउने म्यामको घर हाम्रो दिपकको घर तारा बहिनीको घर जेस दिपक पनि अहिले इन्डियातिर छन् भन्नुभयो त त वर्षै बसिस क्या भन्छ म वर्ष बसेन क्या 6 महिना हो कति होचो के तपाईँ त म यति अग्लो भएको र म तेरो बहिनी जत्रै छु कोही कोही नाप्ने त जाँदा हो साँच्ची हो क्या ल यो होइन होइन अलि सानो रहेछ नानी कता गएर आउनु पुसाइ ए तरकारी होइन तिर तरकारी पनि फल्ने रहेछ के छ हाम्रो माइलबा नमस्ते खै ढोक गर्छु ल भिडियो गराउँदै हिँडेँ क्या आज यसो हाम्रो गाउँतिरको यताबाट देखामै अलि राम्रो देखिएला निकाल्दा आन्छ 14-15 नम्बर कति छ सेभ गरेको कताबाट निकाल्दा 14-15 म उ त्यहाँ दिएको त देखाएको थिएँ आँखा देखेको अभि देख्नुहुन्न ल त्यसमा हो भनेपछि अलि बिरामी हुनुहुँदो रहेछ होइन असल भोलि के भएको छ कुन त माइला आमै खै त गरहेछ के भन्नुभएको दिदी ए तैँले भिडियो गराउनु लाहास भन्छु के अरे भिडियो माछा मार्ने ल हाम्रो गाउँतिर चाहिँ यस्तै घरमै बुन्दिनुहुन्छ दिदीहरूले दिदीले त होइन हाम्रो गाउँतिर धेरै जस्तोले बुन्दिनुहुन्छ होइन दिदी सो अब चाहिँ त्यही यो फतेला चाहिँ यस्तो ठुलो भन्छ माछा मार्नलाई अनि सिधै यो के छ अनि हाम्रो छोरी पान्जी यसलाई देखाउँदै हिँड्यो क्या तपाईँहरूलाई गाउँको हाम्रो फुपुसाईहरूलाई खै ढोक गरे सन्चै आरामै हुनुहुन्छ के हो त यो के त्यो मुसाल हालेर मुसाल दबाई नै रहन्छ ए मुसाक दबाई मिसान भयो अलिकति रहेछ ए भ्याइसकेको गाउँ कहिले आएको हिजो राति अरू सन्चै आरामै हुनुहुन्छ सन्चै आराम बिरामी त हुनु भएन बजै बिमार त बाबु के भन्ने सधैँ त्यसै एउटा अनि जीवा सन्चै हुनुहुन्छ जीवा सन्चै आरामै के गर्दै हुनुहुन्छ त यता बसेर हाम्रो जीवाले हजुर तपाईँलाई हेर्ने गरेको यस्तो बहुत धेरैजना 1000जना मान्छेले हेर्छन् कि तपाईँलाई के खै त के मुसालाई दबाई भनेको त यहाँ पूर्वी छ कि डोडेलपुरी छ राति खोल्ला ए राति ए प्रभु मुसाले त पुरै भ्याइछ त है नखुज त्यतै बस ल यहाँ चाहिँ पुरै ए यहाँ खने छ त्यहाँ खने छ त्यता खने छ आमा के सर लाग्यो मुसा जीवालाई ढोक गर्नु बिर्से खै ढोक गरौँ त जीवा ल ल टाइगर दाइले पनि हेर्नुहुन्छ त तपाईँलाई देखाउँ ल ल के भन्न चाहनु हजुर ल छोरा राम्रोसँग बसेस् भनिदिनु न त हजुर राम्रोसँग भन्नु है ल ल सबजनाले लाइक सेयर सब्सक्राइब गर्नु सबजना यस्तो गर्नु भन्नु न ल सो अब त्यही त बुढापाका हाम्रो गाउँतिरको धेरै बोल्न पनि जान्नुहुन्न हिजो राति आएको जीवा हो हजुर हजुर म त्यस्ता पर्दैन है जीवा पनि कुसाई चाहिँ यता कता जान्लानु भएको कता जान्लानु भएको कुसाई पानी खोल्न पाली खोल्न कता पानी पानी खोल्न ए धाराको पानी ए तपाईँको छ आजभोलि तपाईँले गर्नुहुन्छ के खिच्दैन यसो गाउँतिरको हाम्रो जीवाहरूलाई फुपुसाईहरूलाई देखाउँदै हिँडेको अनि यो ना के भदै लाग्न अनि पछि यत्रो इन्डिया घुमेर आयो के भन्न चाहनुहुन्छ त राम्रो गरेछ शुभकामना छ भन्ने चाहनुहुन्छ त्यति हो भ्याएर त आएको छैन अर्को ताली भ्याएर आउँछु अब यसचोटि त भ्याइयो त यसपालि भ्याइगेर फेरि जान्छु अब ल हो ल बुढी पनि लिएर आऊँ ल अब गाउँतिरको घर चाहिँ टक्क यस्तो हुन्छ कि चारवटा तलमाथि गरेर चारवटा कोठा टक्क बार्दलिनवाला घर साइडमा एउटा भान्से कोठा टक्क परेको हुन्छ हाम्रो गाउँतिर चाहिँ प्रायः जस्तो हाम्रो गाउँतिर चाहिँ यस्तै बार्दलिन घर के यस्तै बार्दलिन घर हिजो खाना पकाउँदै हुनुहुन्छ दिदी हिजो ए टन्नै घुम्यो के हो स्टोरीमा त स्याट हाल्नुहुन्छ त नै दाइसँग झगडा पर्छ क्या घुमेरै जिन्दगी कटाउने हो क्या अब जान्नु अब विदेशतिर जान्छु अब नेक्स्ट स्टेट अब सोचिरहेको छु नेक्स्ट प्लान विदेश पासपोर्ट बनाएर स्याट घुम्न जाने
ल हुन्छ त दिदी घर त राम्रो नयाँ छैन बहुत पक्का होइन जे जस्तो भए पनि हाम्रो गाउँतिर बन्ने यो बारदरिनवाला ढुङ्गा माटो घर त खतरनाक होइन बलियो गाउँतिर चाहिँ आफ्नो घरको छेउछेउमा टक्क लसुनहरू हुन्छ प्याजहरू अनि तरकारीहरू यता गोपीहरू पनि भइरहेको छ अब आफ्नै घरमा बनाइहाल्नुहुन्छ भनौँ न होइन दर्शन खै गरम न त भेनालाई उल्ट्या यो क्यामेरा हो कि मैले बनाएको थिएँ त उहाँ भिडियो हो त्यस्तै हो कि मोबाइलले बनाएको थियो नि यहाँ यसले बनाएको छु अहिले बस्यो त नि तपाईँको उसमा पनि बस्नु पर्यो त के अरे आफ्नो मान्छे ठाउँमा बस्नु आर भेनाल चाहिँ यस्तो मलाई चाहिँ यत्रो दिन धेरै दिनसम्म त्यहाँ आफ्नो कम्पनीमा खुवाउनु भएको बसाल्नु भएको होइन मुम्बई भन्ने ठाउँमा ल फेरि एकताली भेनाजी भेनासँग त गुड चल्छ त होइन र सो अब चाहिँ हाम्रो एउटा शर्मिला दिदी शर्मिला परियार नाम गरेको दिदीको घरमा आइसकेको छु होइन अनि चाहिँ चट्ट हाम्रो दिदी घर पनि सानो चट्ट हेबिटेटाइजको हेबिटाइज हो कि हेबिटेटवाला छ होइन 3टा कोठाको अनि सन्चै हुनुहुन्छ दिदी किन हो कि त्यो धन्यपात पानी छम्किँदै हिँड्ने नै कसको नानी हो रोको दिदी आची हो नानी कि बाबु देखे कहाँ हिजो भर्खर आएर त देखेको त अबि तपाईँको नानी कि बाबु अबि नि मुख हेर्ने त छैन त अबि ल भोलि हेर्छु ल रीतिरिवाज हो भए पनि अब कहाँ छोड्नुपर्छ र त्यस्तो चलन चल्तीहरूलाई त छोड्ने कुरा भएन छेमा घर आइसकेको छु म चाहिँ छेमा हेलो गाइजहरू खै बाजे ढोक गरे यो त आज ल बाँको उसन्दै हो बाँको पाइए आजभोलि सो भोलि बिहान पनि खतरा त्यसो भए त म जान्छु होइन अलराइट एभ्रिवान अहिले चाहिँ अँधेरो पनि भइसक्यो गाउँलेहरूलाई यसो देखाउने भनेको कसैले लाज लाग्यो भन्छन् कसैले ननार बनाइदियो जुलिन जस्तो देखाउ नदेखाए भन्छन् के हो हाँसो लाग्दछ खतरनाक सजाउनु भएको त घर अगाडि इन्डियन आर्मी दादा नानी आइज सो हामी चाहिँ मजाले हाम्रो मनोज दाईको पसलमा आएको हाम्रो गाउँको पसल होइन अनि दाई के भन्न चाहनुहुन्छ त भाइ त टन्नै घुमेर आइगयो त म अहिलेसम्म इन्डिया नपुगेको मान्छेलाई अब के भनौँ होइन अब हिँड्दै नगएको मान्छेलाई त कस्तो कस्तो पनि लाग्छ नि त होइन आजको भ्लग चाहिँ अब त्यही यो गाउँतिरको मान्छेहरूसँग पनि थोरै हजुर ए ल ल ल बाबा सो गाउँतिरको पनि राम्रो भ्लगहरू ल्याउनु पनि सफल भयो कि होइन अनि अलिअलि घाँस दाउरा पनि काट्यो अब चाहिँ भोलि बिहान चाहिँ मर्निङ वाक जानुपर्ने हुन्छ सबैजनाले हेर्दै गर्नु होला दौड्दै माथि डाँडासम्म पुगेर यसो टक्क तरिकाको देखाउँछु होइन सबैजनाले हेर्दै गर्नु होला भन्न चाहन्छु नेक्स्ट भिडियो पनि थोरै खतरनाक लेभलको आउँदैछ होइन अनि भोलि चाहिँ बिरालो भाइलाई देखाउने कोसिस गर्छु हाम्रो गाउँमा अलिक बिरालो भाइ छ कि यस्तो देखाउने कोसिस गर्नेछु अनि त्यही हो सबैजनाले हेर्दै गर्नु होला अनि आजलाई चाहिँ यति नै आजको भ्लगलाई चाहिँ सबैजना लाइक सेयर सब्सक्राइब गर्नु होला अनि बेसी बेल आइकन नोटिफिकेसन पनि अन गर्नु होला चेक गर्नु होला भन्न चाहन्छु अनि नेक्स्ट भिडियोमा भेट्नुपर्छ आजलाई चाहिँ यति नै सबैजनालाई बाई बाई गुड नाइट टेक केयर यता बाई बाई भन्दै नानी खालि बाई 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 ल है त